आफ्नो प्रभु हो भनिकन स्वीकार गर्यो भने 이게 바로 전제 조건이에요. यो एउटा चाहिँ कन्डिसन छ त्यो ढोकाभित्र जानको लागि। चाहे तपाईँ कुनसुकै देश होस्, जुनसुकै मानिस जाति होस्, तर एउटा कन्डिसन छ। 전제 조건이 충족되어지면 들어갈 수 있는 문입니다. यदि तपाईँ यो कन्डिसनसँग तपाईँ मिल्नुभयो भने, येशू ख्रीष्टलाई तपाईँले प्रभु भनिकन स्वीकार्नुभयो भने, येशू ख्रीष्टलाई तपाईँले बोलाउनु भयो भने तपाईँ यो ढोकाभित्र जान सक्ने तपाईसँग अधिकार छ। 분명 차별은 없지만 अब हामीले हेर्दाखेरि कुनै पनि भेदभाव छैन। त्यो मान्छे मात्र जान पाउँछ, त्यो मान्छे मात्र जान पाउँछ भन्ने छैन कुनै पनि कन्डिसन त्यस्तो। 전제 조건이라고 했다고 그랬어요. तर एउटै मात्र कन्डिसन छ सबैजनाको निम्ति, सबै जातिको निम्ति, सबै देशको निम्ति भनेर भन्यो। 그 전제 조건이 방금 전에 말씀이에요. त्यो भर्खर भनेको सबैजनाको निम्ति कन्डिसन, त्यो कन्डिसन अहिले हामीले भन्यो, पास्टरले भन्नुभयो येशू ख्रीष्टलाई प्रभु भनिकन। 언제나 문을 열어놓고 사실은 문을 기다리고 있어요. येशू ख्रीष्ट चाहिँ अति सुन्दर व्यक्ति हुनुहुन्छ नि हामीलाई अहिले चाहिँ पर्खेर बस्नु भइरहेको छ। हाम्रो लागि उहाँ चाहिँ कुरेर बस्नु भएको छ। 제가 예수 믿고 처음으로 수련회 갔습니다. अनि हाम्रो पास्टर हुनुहुन्छ, उहाँ पनि यसलाई विश्वास गरेर पहिलोचोटिमा रिट्रिट भन्छ समर क्याम्प जस्तो उहाँ जानुभएको थियो। 영천 호당교회라고 하는 곳인데 영천 호당교회 영천 भन्ने ठाउँको होदाङ भन्ने मण्डली चर्चको नाम भन्दै हुनुहुन्छ उहाँले। 거기서 찬송가 경연대회 됐습니다. त्यहाँबाट के भन्छ भजनको अथवा हामीले भजन कीर्तन गाउँछ नि त्यस्तो कम्पिटिसन थियो समर क्याम्पमा। 우리 부르던 복음송이 우리 주는 날마다 한다했습니다. अनि उहाँले त्यो कम्पिटिसन भजनको कम्पिटिसन थियो। उहाँहरू समर क्याम्पमा जाँदाखेरि चर्चबाट लगेको थियो। यहाँ चाहिँ एउटा भजन गाएको थियो, सुसमाचारको भजन। प्रभु येशू ख्रीष्ट चाहिँ अनि त्यो भजन चाहिँ यस्तो थियो। अनि हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ प्रत्येक दिन, प्रत्येक समय, प्रत्येक क्षण तपाईँलाई कुर्दै हुनुहुन्छ। अनि उहाँ चाहिँ तपाईँले मेरो बाटोलाई हेरेर प्रभु येशू ख्रीष्ट चाहिँ प्रत्येक पल कुर्दै हुनुहुन्छ, पर्खिँदै हुनुहुन्छ। प्रभु येशू ख्रीष्टले चाहिँ जस्तोसुकै व्यक्ति, जस्तोसुकै मानिस, जस्तोसुकै मानिसलाई 아무리 용서받을 수 없는 죄를 할지라도 जस्तोसुकै पापी मैले चाहिँ मेरो यो पापको कुनै पनि हालतमा मैले चाहिँ क्षमा पाउन सक्दैन भन्ने किसिमको पाप पनि 불을 내는 불을 기다리고 계시는 त्यस्तो पाप भएको व्यक्तिलाई पनि येशू ख्रीष्टले कुरेर बसिरहनु भएको छ। 여러분이 전심으로 तपाईहरु 언제나 하나님 앞에 서기 원하는 마음을 가지고 यदि तपाईहरुले परमेश्वरको अगाडि जाने यदि हृदय तपाईले जहिले तपाईले राख्नु भयो भने 예수 그리스도 앞으로 나오시면 यदि तपाई येशू ख्रीष्टको अगाडि तपाई उभिन तयार हुनु भयो भने 예수님께서는 문을 활짝 열고 येशू ख्रीष्टले तपाईको निम्ति ढोका खोल्नुहुनेछ र तपाईलाई कुनै पनि भेदभाव गर्नुहुने छैन। 여러분을 영접하시고 तपाईले विश्वास गर्नु भएर 평안의 길로 생명의 길로 영생의 길로 우리를 인도하신다는 약속을 주셨습니다. अनि येशू ख्रीष्टले वाचा गर्नु भएको छ। उहाँले हामीलाई जीवनको बाटोमा, अनन्तको बाटोमा अनि सत्यको बाटोमा उहाँले हामीलाई डोर्याउनुहुन्छ भनेर चाहिँ उहाँले वाचा दिनुभएको छ। 왜냐하면 किन हो त भन्दाखेरि 바로 예수님이 그 길이 되시기 때문입니다. किनकि येशू ख्रीष्ट स्वयं बाटो हुनुहुन्छ, सत्य हुनुहुन्छ। त्यही कारणले उहाँले चाहिँ सत्यमा डोर्याउनुहुन्छ। 번째로 꼭 기억할 것은 दोस्रो हामीले एकदमै सम्झिनुपर्ने कुरा चाहिँ 예수 그리스도의 이름은 오직 하나밖에 없다는 것입니다. 오직 하나밖에. 예수 그리스도의 이름은 오직 하나밖에 없다는 것입니다. अनि महत्त्वपूर्ण कुरा चाहिँ येशू ख्रीष्टको ढोका चाहिँ मात्र एउटा मात्रै छ। ढोका चाहिँ